साथीहरू हामी चाहिँ छ नि यो के भन्छ अरे काले ठाउँलाई परेवा भिर भन्ने ठाउँमा आएको हेर्न सक्नुहुन्छ। हाम्रो पहाड भइ नै छ नि साथीहरू, यस्तो दामी दामी हेर्न सक्नुहुन्छ ल। हेर्नु त यहाँ पहराहरू खतरा खतरा पहरा छ क्या साथीहरू। हामी चाहिँ आज यसो कस्तो गर्मी भएर बाहिर निस्केको थियौँ बुढाबुढी, अनि त्यही बाहिरमा आएको। सन्देश पनि आहा सन्देशले लिएर आएको मलाई साथीहरू यो ठाउँमा। म यो ठाउँमा चाहिँ एकचोटि राति चाहिँ माथि कालिका टार जाँदाखेरि आएको थियो, त्यहाँबाट आएको थिएन है। आज बल्ल छैन न, कत्रो कत्रो पहरा साथीहरू, खतरा छ। अनि यहाँ त्यहाँ तल पनि बाटो छ, यहाँ पनि बाटो छ है साथीहरू। अन्डरग्राउन्ड रे पहिलाको राजाहरूले बनाएको रे के साथीहरू, अन्डरग्राउन्ड। हेर्ने हजुरहरू तामा निकालेको रे के, कस्तो डेन्जर गुफा बनाएको छ क्या साथीहरू। देखाउँछु ल, कालेमा देखाएर आउँछु ल एकछिन है साथीहरू, म देखाउँछु हजुरहरूलाई। हामी जाने भनेर फर्केको थियौँ के, म हजुरहरूलाई गुफा देखाउँछु ल। गुफा खतरा छ क्या साथीहरू, अचम्म लाग्दो। पहिलाको मान्छेले कसरी बनायो होला, जाँगरिलो हुने हो पहिलाको मान्छेहरू त, डरलाग्दो छ ल साथीहरू। यहाँदेखि छ नि, हो यहाँदेखि गएर भित्रदेखि गएर क्या साथीहरू, हो यहाँ यो दुलोदेखि त्यो दुलो, अनि त झ्याङ माथि देख्नु सक्नु भयो नि, हो त्यहाँनिर निस्किन्छ क्या साथीहरू। हेर्नु न, आम्मामा यहाँदेखि त्यहाँ सास फेर्न नि गाह्रो हुन्छ होला नि साथीहरू। लाई हेर्नु सक्नुहुन्छ साथीहरू, पहराहरू खतरा खतरा। त पाहाडमा बस्नुको मजा यही हो क्या साथीहरू। दुःख त भइहाल्छ होइन जसलाई पनि, तरै डाँडा काँडा देख्न पाइन्छ, भिरमा हिँड्न पाइन्छ, दुःख छ। स्टार्ट गरिसक्यो, मलाई छोडेर जाला यार। लाई साथीहरू मलाई छोडेर जान्छ, भाग्नुपर्छ। लाग्न लाग्यो अझै लङ छ त हाम्रो। बाटो कति नराम्रो छ साथीहरू, के हुन्छ तलको बाटो गएको हुन्छ काले। यो बाटो खत्तम भइसक्यो अब, उहाँदेखि चाहिँ राम्रै छ, मान्छेहरू त धेरै जस्तो तलबाटै हिँड्छ नि है।